यो आग लागि हुँदा तपाईँ कहाँ हुनुहुन्थ्यो ए के गर्नुहुँदै थियो म यहाँनिर फाड्दै वल्लाउनु घर बनाउँछु भनेर भन्यो त्यहाँदेखि म फाड्दै त्यति बेला नै तार सर भएर चढेर भनेको सुनै कति बजीतिर कुरा हो यो 8 बजे बिहान खाना पकाइसक्नु भएको थियो ए तपाईँको घर चाहिँ यही हो है जुन प्रकारले यो घटना भयो है र एउटा सामाजिक हिसाबले तपाईँको सहयोग हुनुहुन्छ र उहाँहरूलाई पुनर्वासको निम्ति के कस्तो अपिल गर्नुभएको छ उहाँहरूको निमित्त चाहिँ हामीले अहिलेको समाज घरमा हामीले रिहेबिलिट गर्ने एउटा जमत बसेका छौँ है त्यहाँनिर हामीले मोटामोटी तयारी गरिसकेका छौँ उहाँको घर पनि यो जीर्ण अवस्थाको छ है हामीले कन्सर्न डिपार्टमेन्टमा पनि हामीले पत्रचारहरू एकदम म्यासेजहरू हामीले फरवर्ड गरिसकेका छौँ बिहान पख हाम्रो संसद 11 को मेम्बर पनि हामी समक्ष आइपुगेको थियो उहाँले पनि रिपोर्ट लिनुभएको छ उसरी नै 2वटै संसदको मेम्बरहरू आइसकेका छन् साथै अबको केही क्षणमा हाम्रो सबरिन ग्राम पञ्चायत 1 का प्रधान पनि यहाँ आउने भएकी छिन् उहाँलाई पनि हामी कुरिरहेका छौँ र सम्बन्धित विभाग कहाँ उहाँहरूले पनि उहाँहरूको पहल गरिदिन्छ भन्ने हामीले आशा राखेका छौँ र उहाँहरूलाई यथाशीघ्र एउटा रिहेबिलिट गर्नु आवश्यक छ उहाँहरूको घर पनि यस्तो जीर्ण अवस्थामा छ यो घर यथाशीघ्र सरकारी पहलबाट सुचारू हुन्छ भन्ने हामीले आशा राखेका छौँ यति बेला तपाईँ देख्नुभयो तलबाट हजुर म यो स्ट्यान्डमा थियो हजुर हजुर त्यो स्ट्यान्डमा पानी हाल्ने न्युले कम गरेर चाहिँ घरको हाम्रो यो बहिनीले चाहिँ आगो लाग्यो भनेर एउटा कराउँदै एउटा गाउँमा गुहारमा आएको थियो ए हजुर अनि मैले जस्तो देखेँ त्यस्तै हातमा एउटा झिन्जिरे थियो पानी लिएर आउँदा चाहिँ आगो चाहिँ एकदमै पक्रिसकेको थियो ए हजुर हजुर अनि भित्र लुगा फाटे एकदमै जलिसकेको थियो हजुर हजुर अनि त्यस कारणले गर्दाखेरि पानी यहाँ हामीले बाहिर अलिकति देख्यौँ त्यो देख्न पाउँदाखेरि चाहिँ पानी चाहिँ एउटा अलिकति सहयोग धेरैवटा पानीको कारणले गर्दाखेरि सहयोग निभ्न सक्यो है र पनि कतिवटा जल्ने कुरोहरू चाहिँ एकदमै भस्म एकदम जल्यो भनौँ माने जिउमा लागेको एक सारा ब्रस्त बाहेक अरू केही पनि निकाल्न चाहिँ पाएन सबै नै जलिसक्यो यो कुरो चाहिँ भाइ हुन्छ हुन्छ अब पुरै जलेको छ नि हेर्नुहोस् न पुरै जलेको एउटा केही पनि छैन सब घटना हामीले देख्न पायौँ जुन घटना त्यो टेङ्लिङ लिमुधरा गाउँको चिरन थापा घरमा एक बिहान आज बिहान लगभग 7 देखि 8 बजी भित्रमा केही कारणवश आगो लागेपछि शरीरमा लागेको प्रस्त बाहेक उनीहरूले केही निकाल्न पाएनन् बाबु सधैँझै खाना खाएर कामतिर गइसकेपछि आमा र छोरा मात्र घरमा आएको अवस्थामा घरभित्र 81 यसरी आग लागि भएपछि घरको अवस्था नाजुक बनेको हो र घर पनि आज पूर्ण रूपले ढल्न सक्ने अवस्थामा छ काठ र टिनले बेरा लागेको घर अति नै शोचनीय रहेको हामी देख्न पाउँछौँ यो घटना हो टेङ्लिङ लिमुधरा निवासी चिरन थापाको जो अहिले बिहानै लगभग 7 देखि 8 बजी भित्रमा आग लागि भएर घर सम्पूर्ण रूपले तस नस भएको छ स्थानीय मानिसहरूको हार घरमा घरको आगोलाई काबुमा ल्याउन सकिए पनि कुनै सरसामानहरू बचाउन नसकेको स्थानीय ग्रामवासीहरूले बताएका छन् यो घटना हो टेङ्लिङ लिमुधरा निवासी चिरन थापाको र घटना सम्बन्धी हामी पूर्ण फेरि जानकारी लिएर आउनेछौँ अहिलेलाई भने यो भिडियो तपाईँलाई साझा गरे टेङ्लिङ लिमुधरा निवासी चिरन थापाले आफ्नो शरीरमा लागेको प्रस्त बाहेक अरू केही पनि निकाल्न नसकेको हामीलाई जानकारी प्राप्त भएको छ पानी नभए त बर्बादै थियो नि त्यो पानी ल्याउँदा ओर्दा त्यो आगो भइहाल्यो क्या पानी चाहिँ किरणमा बिहानै भएको रहेछ अब यस्तो स्थितिमा बसेको है यहाँ भेट्यो नि त भाइ खास चाहिँ यहाँ भेट्यो नि त यहाँ चाहिँ वाराङ हुँदैन त यतातिर त झन् आएन यस्तो बाँसहरू सुकेको छ यो भान्सामा भेटाइमा त बर्बाद झन् यहाँबाट चाहिँ वाराङ भएको यहीँ राखेको छ फेरि लुगाहरू क्या लुगा चाहिँ पुरै जल्दो थियो क्या
ऊ बानी कुदेर आएको देखेर म पनि कुद्दै आएको मलाई चाहिँ फेरि धोप्पी गरी बटुले राखेको छु बहिनीले कि पाउने नि त के जे यो गर्दाखेरि भाइलाई उयो सुँगुर घर यहीँ छ ऊ अब यो ऊ भएपछि त अब हामीलाई नि भेट्छ नि अब बट तपाईँ घरमा हुनुहुन्थ्यो त्यति बेला तपाईँ घरमा हुनुहुन्थ्यो तल थियो अरे ए आगो लाग्यो भन्दाखेरि उसले फाड्दै थियो नि त्यो वालाउनु पर्छ उसले फाड्नु ल भनेर त्यो फाड्दै थियो हो होइन लाइन एक्कासी चटा त भएको त्यो तारबाटै के